धरानमा हर्के अब बेहोस हुन्छ बेहोस। हेर्नुहोस् त आज बालेन शाह धरान जाँदाखेरि कतिको क्रेज। बालेन शाह हाई हाई, बालेन शाह हाई हाई छ। हर्क साम्पाङलाई हर्कत हाई हाई हुनुपर्ने होइन? किन हर्कलाई मान्दैन? किन हर्कलाई चाहिँ धरानमा थुक्छ? हो, मुख प्यार 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 बोल्ने, अरूलाई गाली गर्ने, नयाँलाई नै गाली गर्ने गुइठे पाराले गर्दा हर्क साम्पाङलाई धराने जनताले नमानेको हो। अहिले बालेन शाहलाई हेर्नुहोस् त, अब धरानमा घन्टी त बज्छ। बालेन शाहले जहाँ पाइलो टेक्छ त्यहाँ घन्टी बज्छ। धरानमा पनि घन्टी बज्नेवाला छ, घन्टी स्योर बज्छ। हर्क साम्पाङ त अहिले बेहोस छन् रे। हर्क साम्पाङलाई बेहोसबाट बिउजाउनको लागि सुदन किराँती चाहिँ म गठबन्धन गर्छु भनेर गइसकेका छन् रे। हेर अचम्म, हेर बेइज्जत। यत्रो मेयर, चर्चित मेयर, विश्वले मानेको मेयर अहिले कन्तमूल अवस्थामा, हर्के हवलदार चलाउने अवस्थामा। यतिको बेइज्जत चाहिँ नेपालमा अरू कसैको भएको छैन। हेर हर्कदाई, मुख प्यार 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 बजाउन बन्द गर। सिधै सरल भाषाले भन्नुपर्दा घन्टीलाई समर्थन गर, आफ्नो उम्मेदवारहरू फिर्ता गर, आफ्नो उम्मेदवारहरूलाई चाहिँ चुप लागेर बस्न भन, माटोमा होइन घन्टीमा भोट हाल्न भन। तिमी बेहोस होइन, तिमीलाई हिरो बनाउने जिम्मा चाहिँ म लिन्छु।